नमस्कार साथीहरू, यदि तपाईँ एउटा भिडियो क्रिएटर हुनुहुन्छ भने तपाईहरू चाहिँ सोच्नुहुन्छ कि कुन सब्जेक्टमा चाहिँ भिडियो बनाउँदा चाहिँ राम्रो हुन्छ भने आज म तपाईहरूलाई एकदम राम्रो चाहिँ टपिक्सको बारेमा भन्छु। जसमा तपाईहरू यदि भिडियो बनाउनुहुन्छ भने त्यसमा चाहिँ भ्युजको कहिले पनि कमी हुँदैन र तपाईको इन्कम पनि राम्रो हुन्छ। यदि तपाईहरू चाहिँ त्यो सम्बन्धी भिडियो बनाउनुहुन्छ भने तब चाहिँ म कुनको कुरा गर्दैछु भन्दाखेरि म चाहिँ क्रिकेटको कुरा गर्दैछु। सबैलाई थाहै छ कि नेपालमा पनि दिन प्रतिदिन क्रिकेटको चाहिँ क्रेज बढ्दै गइराखेको छ। भर्खरै जुन अहिले ओमानमा क्रिकेट भइराखेको छ त्यसलाई चाहिँ हेर्ने दर्शकहरू पनि धेरै नै छन्। चाहे त्यो युट्युबमा होस् या प्रत्यक्ष रूपमा होस्, दर्शकको चाहिँ उपस्थिति राम्रो देखिएको छ। र तपाईँ यदि यो क्रिकेट सम्बन्धी चाहिँ त्यो तपाईँ नेपालको सम्बन्धी बनाउनुहोस्, इन्डियाको सम्बन्धी बनाउनुहोस् या जुनसुकै देशको सम्बन्धी बनाउनुहोस् भने त्यसमा चाहिँ भ्युजको कहिले पनि कमी हुँदैन। त्यो भ्युज जहिले पनि हाई नै रहन्छ। र खास कुरा के छ भने यदि हामी नेपालको बनाउँछौँ भने नेपालमा पनि दिन प्रतिदिन चाहिँ क्रिकेटको क्रेज एकदम बढ्दै गइराखेको छ र आउने दिनमा यसको क्रेज अझै बढ्छ। किनकि अब केही समयपछि चाहिँ हाम्रो नेपालमा एनपिएल सिजन 2 पनि हुनेछ र त्यसपछि चाहिँ लिगहरू पनि हुनेछ। यदि तपाईँले चाहिँ यो सम्बन्धी भिडियो बनाउनुहुन्छ भने तपाईको युट्युब च्यानल पनि चाँडो मोनिटाइज हुन्छ, सब्सक्राइबर पनि राम्रो गेन गर्नुहुन्छ र साथै इन्कमको एउटा राम्रो चाहिँ स्रोत खुल्छ।